ल हामी सुहा फवा गरी बल्ल बल्ल हामी यहाँ रिकिश्वरको छेउमा आइपुगेको छौँ। तपाईँहरूलाई म अब यो बाटो कस्तो छ भनेर म एकचोटि देखाउँछु है त। यस्तो खालको रहेको छ, सिँढी 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 यसरी ओह्रालो उकालो गरी सुहा फवा गरी हामी पनि यहाँ आइपुगेका छौँ। र यहाँ चाहिँ गुम्बा पनि रहेको छ यहाँ नजिकै। म पछाडि तपाईँलाई फेरि देखाउने छु। अनि यो सुनसान ठाउँमा हेर्नुहोस् त कति राम्रो सिन। हिरा गाह्रो भएको छ कि छैन? छैन, सजिलै भइरहेछ कम्फर्टेबली भएको छु कि शक्ति भगवान्ले शक्ति दिनुभयो क्या हिजै बेलुकादेखि हो नि। है? हो नि, साँच्चीकै साँच्चीकै हो? साँच्चीकै हो। हिजै बेलुका सबै उहीँ गइसकेका छन् मेरो साथमै। अनि के शक्ति आएछ? मलाई सबै कुरा आइसकेको छ। उम्, हिजै बेलुका उम्, हिजै बेलुका यहाँबाट उहीँ पुगिसक्नु भएको छ मेरो साथमा। अँ, मलाई केही भइपरि भयो भने तपाईँ नडराइकन उम्। आफ्नो सुरले पूजा गर्नु होला है। भने चाहिँ म ढुक्क हो। ढुक्क। फेरि पछि अब यस्तो त भएन। मेरो शिषलाई चाहिँ यहाँ मन्दिर छेउमा आइसके पछाडि चाहिँ त्यो साँच्चै नै के हुन्छ पनि मेरो चाहिँ टाउकोमा चाहिँ भगवान् आउनु भएको छ भन्ने चाहिँ उसले जहिले पनि भनिरहेको छ। र मैले त्यस्तो एक्टिभिटी पनि देखेको छ। अब अहिले म तपाईँहरूलाई फेरि पनि मन्दिर छेउमा गएपछि म देखाउने छु उसको चाहिँ रियाक्सन कस्तो हुन्छ है त। ल हेर्नुहोस् है, मन्दिर छेउमा आइपुगेँ म। यस्तो खालको छ। ल कति पिस ठाउँ छ हेर्नुहोस् त गाइज। मन्दिर, यो मन्दिरको एरिया। अनि त्यहाँनिर मन्दिर छ, भक्तजनहरू पूजा गर्दै हुनुहुन्छ। अहिले बस्नलाई पनि यस्तो राम्रो व्यवस्था गरेको छ हेर्नुहोस् त। माथि लालीगुराँस फुल अनि यहाँ तल यो मन्दिर कति राम्रो भइसकेको रहेछ। हेर्नुहोस् गाइस, ल हेर्नुहोस् है, म तपाईँलाई यहाँको मन्दिर प्रवेश गराउँदैछु। ए हो मेन भनेको चाहिँ यहाँ महादेवको यहाँ स्वरूप छ यहाँनिर। यो